तपाईँ कति पटक सांसद यो हुनुभयो? कुरा सुनौ है, प्रष्ट भयो होला 5-6 पटक भयो कि क्या हो। होइन त 48 सालदेखि पछिल्लो पटक 79 को निर्वाचन जित्नु भएन, पछिल्लो यो चुनाव उठ्दै उठ्नु भएन, होइन त? कति पटक मन्त्री हुनुभयो? म अन्तरिम कालमा भएँ, त्यस पछाडि 2 पटक मन्त्री भएँ, 1 पटक प्रधानमन्त्री। प्रधानमन्त्री त 6 महिना जति हुनुभयो हो। प्रधानमन्त्री पनि हुनुभयो, 5 चोटि सांसद भइसक्नुभयो, 2 चोटि मन्त्री हुनुभयो। यति मन्त्री, प्रधानमन्त्री र सांसद हुँदा कति सम्पत्ति कमाइ हुँदो रहेछ? मैले त्यो सम्पत्ति कमाउनेतिर मैले सोचिनँ हेर्नु। होइन, मैले सहजमा घुस नखाइकन एकदम सामान्य त्यही भनेको। त्यो मन्त्री हुँदाखेरि हामीले प्राप्त गर्ने जुन स्यालेरी हो, अनि कहिलेकाहीँ भत्ता हुन्छ, त्यो भत्ता विदेश जाँदाको केही पैसा आउँछ हो, त्यति मात्रै हो हाम्रो आम्दानी है। त्यो आम्दानी भनेको अब देशको एकदम उच्चतम उसमा जस्तो अब माथिल्लो ठाउँमा बसेर खाने कर्मचारीको भन्दा धेरै ठुलो हुँदैन, उस्तै हो। अरू त्यही अवस्थामा बसेर मान्छेले ठुल्ठुला बिल्डिङहरू बनाउन सक्दैन हेर्नुहोस् है। तपाईँले भने जस्तो अघिका जुन सरसामान छन् नि, त्यो सामान जोड्न पनि सक्दैन उसले। खालि अब तपाईँलाई मैले सोधिरहेको छु है, यो एकदम संवेदनशील विषय हो। 5 पटक सांसद होइन त? तपाईँकै भनाइमा मैले हिसाब गरेको छैन, 5 या 6, 2 पटक